अब फेरि पनि किनेमा बनाउनको लागि भटास धोएर अब हामी रेडी गर्दैछौँ। धोएर रेडी भइसक्यो। अब लगेर तातो पानीमा हाल्ने। किनेमा बनाउने पानी अनि किनेमा पकाउँदाखेरि चाहिँ यो थाललाई चाहिँ यसरी मुनि हाल्नु पर्दो रहेछ साथीहरू, हेर्नुहोस् है। अनि यो चाहिँ किनेमा। अब यो किनेमालाई चाहिँ यसरी उचालेर हाल्नुपर्छ। अब म चाहिँ यहाँ एक्लै छु है। अब किनेमाको लागि भटास पनि हाल्यो। अनि भटास हालिसकेपछि यसलाई छोपिदिने थोरै मात्रै। अनि यसलाई पकाउने। किनेमा रेडी हुँदैछ है हाम्रो यहाँ। किनेमा यसरी राख्नुपर्छ।